होन्डा साइन बाइक हो हैन। यसको एकबाट दुईबाट गियर चाहिँ लाग्दैन हैन। यसको गियर लाग्दैन कारण चाहिँ के हुन्छ भन्दाखेरि यहाँ हेर्नु है, यो हाम्रो यसलाई गियर साफ्ट चाहिँ भनिन्छ हैन। यो गियर साफ्ट हो। यो गियर साफ्टमा के हुन्छ, एउटा हाम्रो स्प्रिङ हुन्छ सानो। यो हेर्नु, यो स्प्रिङ हाम्रो, यो देखा त भाइ मोबाइल, यो चाहिँ स्प्रिङ यहाँ भाँचिसकेछ हैन। यसले गर्दा हाम्रो एकबाट दुईमा गियर जाँदैन हैन। यस्तो हाम्रो एउटा स्प्रिङ पाउँछ गियरको। यो स्प्रिङ हालियो भने हाम्रो गियरको समस्या चाहिँ सल्भ हुन्छ है। होन्डा साइन र युनिकर्नको एउटै हुन्छ है। यो हाम्रो चाहिँ स्प्रिङ चाहिँ यहाँ लक भइसक्यो हैन। यो चाहिँ हाम्रो यहाँनिर फिट हुन्छ है। यो सानो यहाँ वासर पनि हुन्छ। यो वासर चाहिँ हुनुपर्ने रहेछ हैन। वासरहरू पालिदियो भने पनि राम्रोसँग लाग्दैन। हाम्रो गियर चेन्जर चाहिएको हुन्छ। तपाईको यो हालेर अनि यसरी फिट गर्यो भने अब यो हाम्रो फिटिङ भइसक्यो। अब गियर पनि मजाले लाग्छ है त। फिटिङ भइसक्यो हैन। एकदमै काम गरिरहेछ।